हालेलुया हालेलुया हालेलुया। आउनुहोस् यो समय हामी ढिला नगरेर वचनको भागतिर हामी जाउँ। अनि मैले अगाडि नै भनिसकेँ वचन कति समय एकदम सफ्ट आउँछ भने, एकदम नम्र खाले आउँछ भने, कति समय हार्ड खाले पनि वचन आउँदछ। आज तपाईँको हृदयमा कस्तो तरिकाले, नम्र तरिकाले जाँदैछ कि अथवा हार्ड तरिकाले जाँदैछ, जस्तो भए पनि तपाईँले के गर्नुहोस्, त्यसलाई स्वीकार गर्नुहोस्। हालेलुया। हामी विश्वासमा आएका छौँ। आमेन। प्रभु येशू ख्रीष्टलाई विश्वास गरेका छौँ, ग्रहण गरेका छौँ, हामी सङ्गति आउँछौँ, हामी प्रार्थना गर्छौँ। यो सबैको उद्देश्य, यो सबै गर्नुको उद्देश्य भनेको स्वर्गीय पितासँग जोडिनु हो। हालेलुया। भन्नुहोस् त, स्वर्गीय पितासँग अथवा स्वर्गीय बुवासँग जोडिनु। एकै आवाज भन्नुहोस्, स्वर्गीय पितासँग जोडिनु। हाम्रो विश्वासको उद्देश्य, हामी सङ्गति आउनुको उद्देश्य, हामीले प्रार्थना गर्नुको उद्देश्य, हामीले बाइबल पढ्नुको उद्देश्य, एउटै उद्देश्य कहाँ गएर टुङ्गिन्छ भन्दा पितासँग जोडिनु। हालेलुया हालेलुया। तपाईँ र मेरो विश्वासी जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा नै पितासँग जोडिनु हो। पितासँग नजोडिएको जीवन व्यर्थको विश्वासी जीवन हो है। पितासँग नजोडिएको सङ्गति आउने गर्नु चाहिँ व्यर्थकै पाइला हो। जोडिएकै छैनौँ हामी। अनि शनिबारको दिनमा सङ्गति आएर हप्तामा एक दिन जोडिने होइन। यो पितासँग जोडिनु भनेको, स्वर्गीय बुवासँग जोडिनु भनेको यो तपाईँ र मेरो दैनिकी जीवन हो। हालेलुया। यसैलाई साँचो आराधना भनिन्छ। आमेन। कति समय हामी के भन्छौँ भन्दा राम्रो गाउनु, राम्रो बजाउनु, हालेलुया हात उठाएर परमेश्वरको प्रशंसा गर्नु, यो मेरो जीवनको आराधना भन्छौँ। त्यो आराधनाको एउटा भाग मात्रै हो। तर हामीले गाए तापनि, हामीले हात उचाले तापनि, हामीले बजाए तापनि त्यो सबै कुराले हामीलाई के गरिराखेको हुन्छ, पितासँग जोडिराखेको हुन्छ। हालेलुया। बाइबलको वचनले धेरै ठाउँमा, तपाईँलाई मैले भनि नसक्नु ठाउँमा हामी उहाँका छोराछोरी हौँ, उहाँ हाम्रो पिता हुनुहुन्छ भन्ने कुरा स्पष्ट तरिकाले बताइएको छ। आमेन। हालेलुया। अनि कति समय हामी सानो उमेरमा पिताको आवश्यकतालाई मात्रै बुझ्छौँ। सानो उमेर हुँदा पिता चाहिन्छ भन्छौँ, जब हामी आफ्नै खुट्टामा टेक्ने हुन्छौँ अनि पिताको आवश्यक नै छैन भन्ने जस्तो लाग्छ कति समय। ओ बाबुआमाहरू एकातिर, छोराछोरीहरू एकातिर हुन्छौँ। त्यो समय र परिस्थितिले हामीलाई अलग बनाए तापनि एक पिताको आवश्यक हरेक व्यक्तिलाई सधैँभरि हुन्छ। आमेन। तर एक मानिसले आफ्नो उमेरभरि पिताको साथ पाउन सक्दैन। अहिले हामी छौँ, हामीले आफ्नो पितालाई, पिताको साथ सँगै नभए तापनि एउटा आश आधार हुन्छ नि, आश आधार चाहिँ हामीले पाइरहेका छौँ। हामीभन्दा सानो बच्चाले झन् सबै भरोसा आफ्नो पितामाथि नै गर्छ। जो हाम्रो बुवाहरू, मामाहरू हुनुहुन्छ, उहाँहरूलाई पिताको कति कुरा यादै छैन। यसको मतलब पिताको आवश्यक नै छैन भन्ने होइन। यसै कारण सानो उमेरमा त आफ्नै पिता हुन्छ भने बुढेसकालमा कोही पनि पिता हुँदैन। मैले एकजनालाई सोधेको, बुढेसकालको व्यक्तिलाई, तपाईँको पिता हुनुहुन्छ भने सोधेको, उहाँले भन्नुभयो म नै सबैको पिता हुँ। छोराछोरीको पिता म नै हुँ, नाति नातिनीको पिता म नै हुँ। सबैले मलाई कसैले बुवा भन्छ, कसैले बा, सबैको पिता मै हो भने मेरो पिता कहाँ हुनु थियो? एक बेला हुनुहुन्थ्यो, जानुभयो। तर मैले भने यो बुढेसकालको अवस्थामा पनि तपाईँको पनि पिता हुनुहुन्छ, जसले तपाईँलाई प्रशस्त रूपमा प्रेम गर्नुहुन्छ। हालेलुया। त्यो पिता परमेश्वर पिता हुनुहुन्छ, जहिले पनि मानिसलाई उमेर हेर्नु हुँदैन, उहाँले सधैँ के गर्नुहुन्छ, उहाँले प्रेम गर्नुहुन्छ। हालेलुया। ढिला नगरेर हामी केही बाइबल पदहरू हेरौँ। बाइबल पद म धेरै तपाईँलाई अलिअलि घुमाउँ अनि पढौँ है। यूहन्ना 1:12 तपाईँलाई थाहा छ, जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँबाट विश्वास गरे तिनीहरूलाई परमेश्वरका सन्तान हुने के दिएको छ, अधिकार दिएको छ। यो वचनलाई हेरेर पक्रिनु। यहाँनिर के भन्यो? विश्वास गर्यौँ, ग्रहण गर्यौँ, हामी के भयौँ? उहाँका सन्तान भयौँ।
अझ इङ्ग्लिसमा हेर्यो भने यु आर द बिकेम द चिल्ड्रन अफ गड भनेको छ। तिमीहरू परमेश्वरका छोरा छोरीको लागि छौ। आमेन। छोरा छोरी भन्यो भने अब हामी उहाँलाई विश्वास गर्ने, उहाँलाई गरम गर्ने र उहाँलाई विश्वास गर्ने व्यक्तिहरू छोरा छोरी भयौँ भने परमेश्वर के हुनुभयो? हामी छोरा छोरी भयौँ भने परमेश्वर के हुनुभयो? पिता हुनुभयो। वचनले भन्दो रहेछ तपाईँ र मेरो उहाँ के हुनुहुन्छ? पिता हुनुहुन्छ। कतिले कुन तरिकाले विश्वास गर्नुभएको छ? कतिले परमेश्वर चङ्गाई गर्ने परमेश्वर भनेर मात्रै हामीले हेरेका होला। परमेश्वर इसाईहरूको परमेश्वर, विश्वासीहरूको परमेश्वर भनेर हेरेका होला कतिले। तपाईँले र मैले परमेश्वरलाई कुन नजरले अथवा कुन साइनोले हेरेका छौँ त? तर आज हामी परमेश्वरलाई आफ्नो पिताको रूपमा हामी हेर्नेछौँ। हालेलुया। सबैभन्दा प्रेम पिताबाट आउँदछ। हालेलुया। एक पिताले छोराछोरीलाई संसारमा मानिसमा म भन्दैछु, मानिसको बिचमा पनि एक पिताले छोराछोरीलाई के गर्न सक्छ? साँचो प्रेम गर्न सक्छ, तर पूर्ण प्रेम होइन। पूर्ण रूपले प्रेम चाहिँ परमेश्वरले मात्रै गर्न सक्नुहुन्छ। हालेलुया। अनि त्यो प्रेममा, परमेश्वरको प्रेममा जोडिनु नै हाम्रो विश्वासीको महत्त्वपूर्ण कुराहरू हो। हालेलुया। तपाईँ हामी के गर्छौँ? प्रार्थना गर्छौँ, सङ्गति जान्छौँ, हो हामी बाइबल स्कुल जान्छौँ, बाइबल स्कुल फर्किन्छौँ, सेवाकाई गर्छौँ, घरेलु सङ्गति गर्छौँ, जेसुकै गरौँ, यसको सबैभन्दा मुख्य उद्देश्य के हो? पितासँग जोडिनु। यदि पितासँग नजोडेरै तपाईँले र मैले गरेको सबै कुरा के हुन्छ? व्यर्थै हुन्छ। त्यसै कारण तपाईँले र मैले विश्वास गरेको 5 वर्ष, 10 वर्ष, 15 वर्ष, 20 वर्ष भयो होला, यदि हामी पितासँग जोडिएका छैनौँ भने कति समय हाम्रो विश्वास पनि व्यर्थकै विश्वास हुन्छ। तपाईँले सुन्नुभएको छ हावामा मुक्का हाने जस्तै? हावामा मुक्का हान्यो भने कसैलाई लाग्छ? लाग्दैन। तपाईँ र मेरो 15 वर्षको विश्वास पनि हावामा मुक्का हाने जस्तै नहोस्, किनकि हाम्रो तपाईँ र मेरो विश्वास भनेको प्रार्थनामा मात्रै आफ्नो विश्वासलाई सीमित नराख्नुहोस्, केही पाउने आशामा मात्रै आफ्नो विश्वासलाई सीमित नराख्नुहोस्। आशिष पाउने, चङ्गाई पाउने, छुटकारा पाउने, मेरो राम्रो भइदेओस्, मेरो परिवारको राम्रो भइदेओस्, मेरो छोराछोरीको राम्रो भइदेओस् भन्ने कुरामा मात्रै आफ्नो विश्वासलाई सीमित नराख्नुहोस्, पितासँग जोडिनुहोस्। हालेलुया। जो व्यक्ति परमेश्वरसँग जोडिनुहुन्छ त्यसले के गर्नेछ? प्रशस्त मात्रामा फल फलाउनेछ। हालेलुया। रोमीको पुस्तक 8:15 र 16 पढिदिनुहोस् त कसैले। रोमी 8 अध्यायको 15 र 16 पद पढिदिनुहोस्। यस, हालेलुया। किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका होइनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्छौँ, त्यो चाहिँ हामी परमेश्वरका सन्तान हौ भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो। आमेन। यहाँनिर हामीले पुत्र हुने आत्मा पाएका छौँ, हामी उहाँका छोराछोरी हौँ, उहाँलाई हामीले पिता भनी पुकार्न सक्छौँ। हालेलुया। मैले आज आएर तपाईँलाई, तपाईँको परमेश्वरलाई अथवा मेरो परमेश्वरलाई, हामीले विश्वास गर्दै आएको परमेश्वरलाई आज आएर तपाईँलाई मैले पिताको साइनो लगाइदिएको होइन। 2000 वर्ष पहिला लेखिएको बाइबलमा बताएको छ कि तपाईँले मैले विश्वास गरेको परमेश्वर तपाईँले मेरो पिता हुनुहुन्छ। आमेन। उहाँका हामी छोराछोरी हौँ है। उहाँ हाम्रो पिता हुनुहुन्छ र उहाँ हाम्रो पिता हुनुहुन्छ र उहाँका हामी छोराछोरी हौँ। हालेलुया। समय कति बजीसम्म हो सङ्गति? 12 बजीसम्म हो। 12 बजीसम्म भयो भने म एउटा पद पढेर फेरि अर्को भागमा जानेछु। हामी को हौँ बुझ्नु भयो? यति मात्रै बुझाउन खोजेको मैले कि हामी परमेश्वरका छोराछोरी सन्तान हौँ। हाम्रो पिता को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। अनि परमेश्वरको प्रेम सदा सर्वदा तपाईँ र मेरो निम्ति छ। उहाँले अँगाल्नुहुन्छ, उहाँले सम्हाल्नुहुन्छ। हालेलुया। अनि यो पिताको प्रेमदेखि कहिले पनि भागेर नजानुहोस्, पिताको प्रेमदेखि कहिले पनि तर्केर नजानुहोस्, पिताको प्रेमदेखि कहिले पनि टाढा नहुनुहोस्।
जति सक्नुहुन्छ तपाईँ पिताको प्रेममा अथवा पितासँग जोडिनुहोस्। हालेलुया। संसारको कति कुरा हुन्छ जुन कुराले तपाईँ र मलाई पिताको प्रेमदेखि टाढा लैजान्छ। संसारको अभिलाषाहरू हुन्छ, संसारको चिजहरू हुन्छ। साधारण कुरा तपाईँले मैले हातमा समातेको मोबाइल, तपाईँलाई यो कुरा याद छ, मोबाइलले पनि तपाईँ र मलाई परमेश्वरको प्रेमदेखि टाढा। परमेश्वरको प्रेम त भइरहन्छ, तर हामी परमेश्वरको प्रेमदेखि त्यो चिजको कारण के गरिरहेका छौँ? टाढा बनाइदिन्छ है, बाधा बनिन्छ। हामी अगाडि पिताको प्रेममा जोडिन जाँदो रहेछ, अगाडि के भइदिन्छ? बाधा आइदिन्छ, छेकिदिन्छ। हामीलाई छेक्यो भने हामी के गर्छौँ? ए यहाँनिर त छेक्ने चिज पो रहेछ, म पछाडि नै फर्केर जान्छु भनेर गइदिन्छ कति व्यक्तिहरू। तर पिताले के चाहनुहुन्छ भन्दा जहिले पनि परमेश्वरले तपाईँ र मलाई के चाहनुहुन्छ? यदि अगाडि बाधा आयो भने त्यसलाई के गरोस्? पन्छ्याएर सरस्वती के गरोस्? अगाडि बढोस् भन्ने चाहनुहुन्छ। आमेन, हालेलुया। अब हामी अर्को भागमा जानेछौँ। बुझ्नुभयो यहाँनिर? हामी परमेश्वरका छोराछोरी हौँ, परमेश्वरका सन्तान हौँ, परमेश्वर हाम्रो पिता हुनुहुन्छ। अब पिताको प्रेमदेखि कहिले पनि नभाग्नुहोस्। तपाईँ र मलाई संसारका कुराले पिताको प्रेमदेखि टाढा लिन्छ भने हामी त्यो टाढा लिने कुरालाई नै टाढा गरेर हामी चाहिँ परमेश्वरको नजिक जान्छौँ। हालेलुया, हालेलुया। सक्नुहुन्छ भने दौडेर पिता कहाँ जानुहोस्। हालेलुया। सक्नु हुँदैन भने बिस्तारै हिँड्दै पिता कहाँ जानुहोस्। हालेलुया। यदि त हिँड्न पनि सक्नु भएन भने घर्सदै भए पनि पिता कहाँ पुग्नुहोस्, तर पिता कहाँ नै पुग्नुहोस्। आमेन। परमेश्वर कहाँ नै पुग्नुहोस्। हालेलुया। कति समय हाम्रो विश्वास कस्तो हुन्छ भने मैले त सकिनँ, प्रार्थना गर्ने मन पनि लाग्दैन, बाइबल पढ्ने मन पनि लाग्दैन, पढेको वचन प्रचार गरेको बुझ्दा पनि बुझ्दिनँ, जहाँ छु त्यहीँको त्यही हुन्छ भने कति समय उतातिर संसारतिर फर्किदिन्छौँ। तपाईँ र मेरो जीवन कतातिर फर्केको छ? पितातिर फर्केको छ कि संसारतिर फर्केको छ कि दायाँ र बायाँ फर्केको छ कि या हामी पितातिर दौडिराखेका छौँ? हालेलुया। या पितातिर हामी परमेश्वरतिर हामी हिँडिरहेका छौँ, या हामी जबरजस्ती भए पनि घर्सदै भए पनि हामी परमेश्वर कहाँ पुगिरहेका छौँ? तपाईँले मेरो जीवन, म यहाँ तपाईँलाई दोष दिन आएको होइन। तपाईँहरू संसारतिर फर्केको व्यक्ति, तपाईँहरू यो नगर्ने व्यक्ति, म त्यो नगर्ने व्यक्ति भन्न आएको होइन। म यति मात्रै उत्साह दिन आएको कि तपाईँको आफ्नो जीवन, आफ्नो विश्वास परमेश्वरतिर फर्काउनुहोस्। हालेलुया। विश्वासी जीवन शनिबारको सङ्गति आउने जीवन मात्रै होइन। विश्वासी जीवन हप्तामा एकचोटि शनिबार सङ्गति आउने जीवन मात्रै विश्वासी जीवन होइन। प्रत्येक दिन परमेश्वरसँग जोडिएको जीवन चाहिँ विश्वासी जीवन हो। हालेलुया। भन्नुहोस् त, प्रत्येक दिन परमेश्वरसँग जोडिएको जीवन, यो पो साँचो विश्वासी जीवन हो। आमेन। फेरि भन्नुहोस्, प्रत्येक दिन परमेश्वरसँग जोडिएको जीवनको साँचो विश्वासी जीवन हो। शनिबार सङ्गति आउने साँचो विश्वासी जीवन होइन। शनिबारको सङ्गति आएर हात उठाएर ओ पवित्र 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 भन्ने व्यक्ति मात्रै साँचो विश्वासी होइन। प्रत्येक दिन परमेश्वरसँग जोडिने चाहिँ के हो? साँचो विश्वासी हो। आउनुहोस्, हामी पहिलो भाग हामी सकेको छ, दोस्रो भागमा जाउँ। अब हामी को रहेछौँ? सन्तान, छोराछोरी रहेछौँ। परमेश्वर हाम्रो को हुनु रहेछ? पिता हुनु रहेछ। अब हाम्रो सँगैको बन्यो, सम्बन्ध बन्यो। अब हाम्रो पिता परमेश्वर भएको कारण तपाईँले मैले के गर्ने त भन्ने आउँछ। के गर्ने? पिता त पिता मात्रै भनेर पुकार्ने हो कि बुवा भनेर पुकार्ने हो कि गर्ने चाहिँ के भन्दा आफ्नो यहाँनिर मैले पितामा समर्पितको जीवन अथवा पितामा समर्पितको जीवन हुनुपर्छ तपाईँले। हालेलुया। पिता परमेश्वर, मेरो बुवा हुनुहुन्छ, मेरो पिता हुनुहुन्छ भनेर जान्नु मात्रै ठुलो कुरा होइन, तर मेरो जीवनलाई उहाँमा समर्पण गर्नु चाहिँ ठुलो कुरा हो। आमेन। भन्नुहोस् त, समर्पणता उहाँसँग जोडिदिनु,
बाइबलमा धेरै पदहरू छ। म बाइबल पद खोलेर पढेर तपाईँलाई दुःख दिदिनँ। म जति कुरा बोल्छु बाइबलबाटै बोलेको छु। तपाईँले बाइबल पढ्नलाई याद पनि हुनसक्छ है। के भन्छ भने यूहन्नाको पुस्तकमा सुसमाचार यूहन्नामा त्यहाँ दाखु बोट र हाँगाको उदाहरण दिएको छ। त्यहाँनिर के भनेको छ भने हाँगा जबसम्म बोटमै रहिरहन्छ त्यसले फल फलाउँछ, बोटभन्दा अलग गएर के हुँदैन, फल फलाउन सक्दैन। अब तपाईँलाई म यहाँनिर अलिकति भन्छु फेरि, हाँगा रुखबाट अलग भएको हाँगा व्यर्थको हो, त्यो जलाउनको लागि काम हुन्छ, दाउराको लागि काम हुन्छ भने अब तपाईँ र म पनि परमेश्वरमा समर्पण छैनौँ, परमेश्वरदेखि अलग छौँ, अलग भएको हाँगा छौँ भने तपाईँ मेरो जीवनदेखि के काम होला? अब फल्छ, अब फल पवित्र आत्माको फल फल्छ, प्रेम फल्छ, आनन्द फल्छ, शान्ति फल्छ, धैर्य धारणा फल्छ, शान्ति फल्छ। तपाईँले विचार कहाँनिर के गर्नुहोस् भन्दा जब तपाईँको जीवनमा अशान्ति छ, दुःख छ, कष्ट छ, निराशा छ, गनगन छ, झगडा छ, अशान्ति छ भने तपाईँले अरू केही सोच्नु पर्दैन, म रुखदेखि अलग भइसकेको छु भन्ने कुरा चाहिँ विचार गर्नुहोस्। जो व्यक्ति परमेश्वरसँग जोडिएको हुन्छ नि त्यो व्यक्ति सधैँ आनन्दित हुन्छ। आमेन। जो व्यक्ति परमेश्वरसँग जोडिएको हुन्छ नि ऊ व्यक्ति सधैँ आशिषित फिल गर्छ, घरमा केही नहुँदा पनि आशिषित फिल गर्छ। आमेन। म एउटा कुरा भनिदिन्छु तपाईँलाई, कति समय हामी के सोच्छौँ भन्दा हामीले केही पायौँ भने मैले आशिष पाएँ भन्छौँ। हो, यो चल्दै आएको हाम्रो दिमागमा त्यही बसेको छ। तर मेरो दिमाग कतिखेर खुल्यो भन्दा एकजना कोरियाको पास्टर आउनु भएको थियो, उहाँले भन्नुभयो मैले जीवनमा सबैभन्दा ठुलो आशिष एकचोटि पाएँ भन्नुभयो है, ठुलो आशिष एकचोटि पाएँ भन्नुभयो। अनि उहाँले आफ्नो आशिष बाँड्नुभयो। के बाँड्नुभयो भन्दा मैले 45 वर्ष सेवकाई गरेँ, अनि 45 वर्ष सेवकाई गर्दै गर्दा मैले 2टा घर पाएको थिएँ, गाडीहरू पाएको थिएँ, जग्गा जमिन पाएको थिएँ। त्यो मेरो लागि आशिष थिएन, तर सेवकाईबाट निक्लनै गर्दा मैले त्यो घर, त्यो जग्गा, त्यो गाडी मण्डलीको लागि थिएँ, त्यो मेरो लागि सबैभन्दा आशिषित कुरा थियो। आमेन। कति समय हामी पाउनु आशिष भन्छौँ भने तर पाउनु आशिष होइन, दिनु आशिष हो। आशिषित व्यक्तिले मात्रै दिन्छ। हालेलुया। दिने व्यक्ति आशिषित हो, लिने व्यक्ति आशिषित होइन, त्यो त भिखारी हो। देऊ 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 देऊ। अरू बाटोमा माग्ने संसारका भिखारी हुन् भने हामी स्वर्गका भिखारी हौँ। स्वर्गबाट माग्छौँ, प्रभु मलाई यो चाहियो, चङ्गाई चाहियो, छुटकारा चाहियो, स्वतन्त्र चाहियो। सधैँ तपाईँलाई चाहिने भए तपाईँले परमेश्वरलाई चाहिँ के दिनुभयो त? भन्नुहोस् त। आशिषित व्यक्तिले दिन्छ। आशिषित व्यक्तिले दिन्छ। आमेन। के गर्छ रे? अब तपाईँले दिएको आशिष बाँड्नुहोस्। हुन त कसैलाई केही दिँदा एक हात दिएको अर्को हातलाई थाहा नपाऊ भन्छ होइन, तर कति समय भन्दा तपाईँले यो दिएँ मैले उ दिएँ भन्दा रमाइलो लाग्दैन, तर तपाईँले दिँदै गर्दा आशिषित फिल गर्नुहोस्। फिल होइन, तपाईँलाई अटोमेटिक हुन्छ। आमेन। तपाईँलाई कसैले 1000 रुपियाँ दियो भने 50% खुसी लाग्छ भने जब तपाईँले 1000 रुपियाँ कसैलाई यस्तो दुःखमा परेकोलाई सहयोग गर्नुहुन्छ नि तपाईँलाई 100% आनन्दित हुन्छ। तपाईँलाई त्यो दिँदै गर्दा उसलाई आनन्दित भएन भने तपाईँले पूर्ण रूपले दिएकै होइन। तपाईँले के दियो? कसैको कर कापमा परेर। बाइबलले के भन्छ? कर कापमा परेर यसलाई भन्छ के भन्छ? समर्पणता भन्छ। आमेन। पितासँग जोडिनु। अब म यहाँनिर अलिकति कडा कुरा बोल्छु है। पितासँग जोडिनु सजिलो छैन। पितासँग जोडिनको लागि शनिबारको सङ्गतिले मात्रै पुग्दैन। म तपाईँलाई यहाँनिर भन्छु, आज बिहान कतिले प्रार्थना गर्नुभयो अथवा परमेश्वरसँग जोडिनु भयो, त्योभन्दा अगाडि म भनिदिन्छु, परमेश्वरसँग जोडिनको लागि तपाईँ र मेरो जीवन प्रार्थनाको जीवन हुनुपर्छ। भन्नुहोस् त, प्रार्थनाको जीवन, प्रार्थनाको जीवन, बाइबल अध्ययनको जीवन, उपवासको जीवन, सेवाको जीवन, सहायताको जीवन। हालेलुया। यो कुराले पितासँग हामीलाई जोड्छ। अब तपाईँ आज बिहान मात्रै धेरै पोहोर परारका कुरै नगरौँ, आज बिहानको कुरा गरौँ। कतिजना परमेश्वरसँग जोडिनु भयो? म त जोड्दै मैले 5 मिनट प्रार्थना गरेको हो भन्नु होला। 5 मिनटको प्रार्थनाले हामीलाई परमेश्वरसँग जोड्दैन। त्यो त हामीले के गरेको? एउटा विधि मात्रै कुरा गरेको। आज बिहान भएछ, धन्यवाद प्रभु,
खान दिनुभयो, धन्यवाद प्रभु। सुत्छु प्रभु, धन्यवाद। पितासँग जोड्दैन यो कुराले, यो त हाम्रो विश्वासीहरूको मुखमा अड्केको शब्द मात्रै हो। हालेलुया, आमेन, धन्यवाद। विश्वासीको मुखमा अड्केको शब्द मात्रै हो, तर साँचो रूपमा परमेश्वरसँग जोडिनु भनेको छोटो रूप भन्यो भने मैले 25 देखि 30 मिनट लाग्छ परमेश्वरसँग हामी जोडिन सक्छौँ। छोटो, किनभने साइकोलोजिस्ट डाक्टरहरूले के भन्छ भन्दा एक व्यक्तिको मानसिकलाई एउटा कुरातिर मात्रै लगाउनको लागि 25 देखि 30 मिनट लाग्छ। एउटा कुरामा मात्रै केन्द्रित गर्नको लागि, तपाईँ एउटै कुरालाई आफ्नो दिमागलाई केन्द्रित गर्नको लागि 25 देखि 30 मिनट लाग्छ। यदि तपाईँ परमेश्वरसँग केन्द्रित नभएर नै गरेको प्रार्थना व्यर्थको प्रार्थना। पहिला पितासँग जोडिदिनुहोस् अनि प्रार्थना गर्नुहोस्। हालेलुया। तपाईँले समय लिनुहोस्। तपाईँले भन्नु होला अब पितासँग जोडिनको लागि मैले 25-30 मिनट के गर्ने त भन्नु होला। तपाईँले जे पनि गर्न सक्नुहुन्छ, धन्यवाद गर्न सक्नुहुन्छ, भजन कोरस गाउन सक्नुहुन्छ, आराधना गर्न सक्नुहुन्छ, तपाईँले गर्न सक्ने सबै गर्नुहोस्। तपाईँलाई लाग्छ परमेश्वरको उपस्थितिमा म छु। हालेलुया। तपाईँलाई लाग्छ म परमेश्वरको उपस्थितिमा छु, तपाईँले अनुभव गर्नुभएको छ। प्रार्थना गर्दै गर्दा, आराधना गर्दै गर्दा मैले विश्वासीलाई सिकाउने गर्छु, आराधना त्यस्तो हुनुपर्छ, बसिरहेको भुइँ तपाईँले छोड्नुपर्छ। आमेन। तपाईँको अनुभव माथि माथिको हुनुपर्छ। हालेलुया। आत्मामा माथि माथिको अनुभव हुनुपर्छ। बोल्दै गरेको शब्दले माथि माथि उछाल्नुपर्छ। अनि तपाईँ परमेश्वरको उपस्थितिमा हुनुहुन्छ, अनि तपाईँले प्रार्थना गर्न सुरु गर्नुहोस्। हालेलुया, हालेलुया। अर्को कुरा, तपाईँको प्रार्थना परमेश्वरसँग जोडिनको लागि प्रार्थना छोटो हुन्छ भने तपाईँलाई म 4वटा कुरा सिकाउँछु। पहिलो नम्बरमा 10 मिनट परमेश्वरलाई आराधना गर्नुहोस्। 10 मिनट धेरै छोटो हो नि त, होइन? 10 मिनट त 2टा गीत, 5-5 मिनटको 2टा गीत गायो भने 10 मिनट सकिन्छ। 10 मिनट के गर्नुहोस्? 10 मिनट आराधना भन्नुहोस् त। 10 मिनट पश्चाताप गर्नुहोस्, किनकि हामी पापी छ। आफ्नो लागि पश्चाताप गर्नुहोस्, परिवारको लागि पश्चाताप गर्नुहोस्, मण्डलीको लागि पश्चाताप गर्नुहोस् र देशको लागि पश्चाताप गर्नुहोस्। 10 मिनट तपाईँले पश्चाताप गर्नुभयो भने 10 मिनट गयो। कति मिनट भयो? अगाडि त 5 मिनट मात्रै गरेको, बिहान 20 भइहाल्यो हिँडेर। अब अर्को के गर्नुहोस् भन्दा तपाईँको जीवनमा परमेश्वरले गर्नुभएका हरेक कुराको निम्ति 10 मिनट धन्यवाद दिनुहोस्। हालेलुया। धन्यवाद प्रभु, मलाई सास दिनुभएको छ। धन्यवाद प्रभु, मलाई खुट्टा दिनुभएको छ। धन्यवाद प्रभु, मलाई पेटमा भोजन दिनुभएको छ। धन्यवाद प्रभु, मलाई जीवित राख्नु भएको छ। आमेन। तपाईँको जीवनमा परमेश्वरले गर्नुभएको हजारौं करोडौं शब्दको निम्ति धन्यवाद दिनुहोस्। 10 मिनट मात्रै। कति मिनट भयो? 30 मिनट त सकिसकेछ त। अब अन्त्यमा तपाईँले अर्ज बिन्ती प्रार्थना गरिदिनुहोस्। अर्ज बिन्ती प्रार्थना भनेको अरू व्यक्तिको निम्ति परमेश्वरमा प्रार्थना चढाइदिने हो। हालेलुया। म एउटा रहस्यको कुरा तपाईँलाई बताइदिउँ। हाम्रो बानी के छ भन्दा विश्वासीको आफ्नो निम्ति प्रार्थना गर्नुहुन्छ, तर तपाईँको आफ्नो निम्ति प्रार्थना गर्न छोडेर जब तपाईँले अर्काको निम्ति प्रार्थना गर्नुहुन्छ नि, तपाईँको समस्याको समाधान आफै हुन्छ। हालेलुया। जब तपाईँको जीवनमा रोग बिमार छ नि, अरू रोगी बिरामीलाई प्रार्थना गर्दैन, तपाईँ आफै चलाइदिन्छ। त्यो मैले अनुभव गरेको छु। एकचोटि म बिरामी अवस्थामा थियो है, ज्वरो आइरहेको थियो, हातखुट्टा लारै खुल्ने भएर म बेडमा सुतिराखेको थियो। अनि एउटा विश्वासीको फोन आयो, यस्तो व्यक्ति त साह्रै बिरामी छ, उठ्नै सक्यो। मै उठ्न सकेको छैन। उसले भन्दैछ यस्तो व्यक्ति त उठ्नै सकेको छैन, प्रार्थना गर्न आइदिनुहोस्। है, मेरो श्रीमतीले भन्दै थियो सक्नु हुँदैन होला। होइन, म सक्छु। जुरुक्क उठ्यो, बाइक स्टार्ट गर्यो, आँखामा तिर्मिर भएको छ, भुइँ सङ्गतिमा गयो। घर पुग्दा पुग्दै आधामा चङ्गाइ भइसकेको थिएँ। त्यो रोगीलाई प्रार्थना गर्दै गर्दा ऊ चङ्गाइ भएन, म अगाडि चङ्गाइ भएँ। आमेन। हालेलुया। अनि घर पुगेर पछि फोन गरेको कस्तो छ भनेर तपाईँले प्रार्थना गरी गइसकेको, गर्नुभन्दा पहिला चाहिँ म निको भएँ, गरेर आइसकेपछि म घर पुगिसकेपछि अहिले खानुभयो भन्नुभयो। आमेन। हालेलुया। अब अरूको निम्ति सधैँ 5 वर्ष, 10 वर्ष, 15 वर्ष, 20 वर्ष भइसक्यो आफ्नो निम्ति मागेको, अरूको निम्ति घुँडा कहिले टेक्ने? हालेलुया। अरूको निम्ति कहिले अगाडि बढ्ने? आमेन। ल, अलि छिटो जानु पर्यो। के कुरा सिक्यौँ हामीले आज? परमेश्वर को हुनुहुन्छ? हाम्रो पिता हुनुहुन्छ। हामी को हौँ? परमेश्वरका सन्तान छोराछोरी हौँ। यो साइनोको प्रेमबाट कहिले पनि पछाडि नभाग्नुहोस्, यदि याद गर्नुहोस्। दोस्रो नम्बरमा परमेश्वर हाम्रो पिता भएको कारण हाम्रो जीवन समर्पणको जीवन हुनुपर्छ। हालेलुया। कडा कुरा मैले बोल्नै बिर्सेँ। के बिर्सेँ भन्दा
तपाईँ प्रार्थना गर्न छोडेर मोबाइल रातिको 11, 12, 10 बजीसम्म बजाउनुहुन्छ, यसले पितासँग जोडाउँदैन, अझ पितासँगको सम्बन्धलाई तोड्दै जान्छ। प्रार्थना, व्यक्तिगत प्रार्थना, ल परिवारमा तपाईँले प्रार्थना गर्नुभयो भने अब व्यक्तिहरूमा 1 अध्याय भए पनि बाइबल पढिदिनुहोस्। मेरो हात जोडी बिन्ती छ, प्रत्येक दिन बाइबल पढिदिनुहोस्। हालेलुया, हालेलुया, हालेलुया। हात जोडेर दर्शनवाको बिन्ती छ, प्रत्येक दिन बाइबल पढिदिनुहोस्। यो विश्वासी जीवनको कर्तव्य हो। जतिलाई पढ्न आउँदैन नि तपाईँले सुन्ने व्यवस्था गर्नुहोस्। अहिले अडियो बाइबल छ, मेमोरीमा छ, तपाईँले जसै हुन्छ तपाईँले अरू कुरामा हामीले जिन्दगीभरि तपाईँले आफ्नो कपडा लुगामा लाखौँ रुपियाँ खर्च गरिसक्नुभयो। एउटा मेमोरी किन्न, त्यसमा बाइबल भर्न र स्पिकर किन्न के 800-900 आउँछ, 700-800, 500, 1000 आउँछ। त्यो एउटा स्पिकर राख्नुहोस्, त्यसको मेमोरी राख्नुहोस्, त्यसमा बाइबल सुन्नुहोस् तपाईँले। हालेलुया, हालेलुया। यसले हामीलाई के गर्छ? पितासँग जोड्छ। आमेन। अब दोस्रो नम्बरमा, दोस्रो होइन चौथो नम्बर भन्छ। पहिलो नम्बरमा हाम्रो परमेश्वर पिता हुनुहुन्छ, दोस्रो नम्बरमा हामी उहाँका सन्तान हौँ, तेस्रो नम्बरमा उहाँको प्रेमदेखि हामी नभागौँ, उहाँसँग जानको लागि रोक्ने कुरालाई पन्छाउनु पर्छ। आमेन। तपाईँको जीवनलाई परिवर्तन गर्नुपर्छ। जुन कुराले बाधा दिएको छ नि, तपाईँको दृष्टिकोणमा ठिकै लाग्ने कुरा पनि परमेश्वरको दृष्टिकोणमा ठिक नलाग्न सक्छ। यो कुरालाई पनि के गर्नुहोस्? पछि हटाउनुहोस्। चौथो नम्बरमा परमेश्वर हाम्रो पिता भएको कारण जहिले पनि हाम्रो जीवनबाट पिताको इच्छालाई चाहिँ पुरा गर्नुहोस्। हालेलुया, भन्नुहोस् त, पिताको इच्छा, परमेश्वरको इच्छालाई पुरा गर्नु भन्नुहोस्। परमेश्वरको इच्छालाई पुरा गर्नु। हात उठाउनुहोस् त, हालेलुया भन्नुहोस्। हालेलुया, हालेलुया, हालेलुया। ल अझै एक्टिभ हुनुभयो है, अलिकति लामो गए पनि मजाले सुन्नुहोस् ल। पिताको इच्छालाई पुरा गर्नु। अब यहाँनिर जाउँ, महत्त्वपूर्ण कुरा। तपाईँ र मेरो जीवनदेखि परमेश्वरको इच्छालाई पुरा गरेका छौँ कि आफ्नो इच्छालाई पुरा गरेका छौँ? जहाँ जान मन लाग्छ त्यही जानु, जे खाने मन लाग्छ त्यही खानु, सुत्ने मन लाग्छ सुत्नु, उठ्ने मन लाग्छ उठ्नु, मोबाइल चलाउन मन लाग्छ मोबाइल चलाउनु, बाइबल पढ्न त मनै लाग्दैन, प्रार्थना गर्न त मनै लाग्दैन। यही हो पिताको इच्छा। सबैभन्दा हामी परमेश्वरको इच्छालाई पुरा गर्ने व्यक्ति यही गर्छ। भन्दा यदि भन्नु पर्यो भने, यदि मैले सोधेँ भने तपाईँ परमेश्वरको इच्छालाई पुरा गर्नुहुन्छ कि आफ्नो इच्छालाई भन्यो भने हेरेर ठाउँको ठाउँ हुनुहुन्छ। होइन, म मेरो इच्छा होइन, म परमेश्वरको इच्छालाई पुरा गर्छु। बेलुका रातिको 11 बजे हेर्न गयो भने आफ्नै इच्छा हुन्छ। के हुन्छ रे? रातिको 11 बजे मोबाइल हेर्नु त्यो पिताको इच्छा होइन। कसको इच्छा हो त्यो? मेरो इच्छा हो। प्रार्थना नगरेरै सुत्नु पिताको इच्छा हो, परमेश्वरको इच्छा हो। प्रत्येक दिन बाइबलै नपढाउनु, बाइबल त मण्डली पनि छैन, पढाउँदैन के होला त उहाँ ठुलो दृश्य लाग्यो। त्यही पनि भेट्दैन। आजको यो वचनले मैले ठुलो ठुलो कुरा केही सक्दिनँ। प्रत्येक दिन तपाईँले प्रार्थना गर्नुहोस् अनि बाइबल पढ्नुहोस्, परमेश्वरसँग जोडिनुहोस्। आमेन। के कुरा तपाईँ गर्नुहुन्छ? भजन गीत गाउनुहोस्, कोरस गाउनुहोस्, सुन्नुहोस्, अडियो बाइबल सुन्नुहोस्, तपाईँलाई लागोस् कि म परमेश्वरसँग दिनभरि जोडिरहेँ। हालेलुया, आमेन। तपाईँ हिँड्दै पनि परमेश्वरसँग जोडिन सक्नुहुन्छ। आमेन, हालेलुया। बाइकको यात्रामा 60-70को स्पिडमा म पितासँग जोडिएको हुन्छु। आमेन, है। मेरो साइडमा हिँड्ने व्यक्ति यस्तो पछाडि फर्केर हिँड्छ। राम्रो ठाउँ आयो भने हेर न हेर सृष्टिको सुन्दरता गाउँदै हिँड्ने हो म त। हालेलुया, हालेलुया भन्दै हिँड्छु म त भाइ। अनि साइडमा हिँड्ने व्यक्ति यस्तो पछाडि फर्की हिँड्छ। आमेन, हालेलुया। पितासँग जोडिनु, परमेश्वरसँग जोडिनु, उहाँको आज्ञालाई पालन गर्नु। अनि परमेश्वरको इच्छालाई पुरा गर्नु भनेको आज्ञाहरू पालन गर्नु। आमेन। उहाँको इच्छालाई पुरा गर्नु भनेको के रहेछ? आज्ञा पालन गर्नु। बाइबल पदहरू टन्नै छ, मैले पढिनँ। अनि
पढ्नुहोस् है, म सरसर पढ्छु ल। मानिसलाई जीवनमा आधार चाहिन्छ, एउटा जिउने आधार। जिउनलाई कसैको माया चाहिन्छ भन्ने सुन्नु भएको छ। आधार चाहिन्छ, बिना आधार मान्छे जिउन सकिँदैन। तर विश्वासीको आधार परमेश्वर हुनुहुन्छ। आमेन। तपाईको जिउने आधार शिक्षा होइन, सम्पत्ति होइन, मित्र होइन, शक्ति होइन, तर तपाईले मेरो जिउने आधार चाहिँ परमेश्वर हुनुहुन्छ। आमेन। अनि स्वर्गीय बुवाको प्रेम नै हाम्रो जीवनको आधार हो। हालेलुया। उहाँले प्रेम गर्नुभएको छ। यूहन्ना 3 को 16 मा हामीले हेर्यौं भने थाहा पाउँदछौँ, परमेश्वरको प्रेम नै हाम्रो जिउने आधार हो। मानव बुवाले पनि प्रेम गर्नुहुन्छ, तर परमेश्वरको प्रेम, उहाँको प्रेम पूर्ण छैन है। संसारको बुवाको प्रेम पूर्ण छैन, तर स्वर्गीय बुवाको प्रेम मात्र कहिले बदलिँदैन। आमेन। स्वर्गीय बुवाको सँगसँग नै हाम्रो आधार हो। स्वर्गीय बुवाले तपाईले मलाई सुरक्षित राख्नुहुन्छ, यो नै उहाँको प्रेम हो। अनि उहाँ हाम्रो सुरक्षाको कवच हुनुहुन्छ। जीवनमा आधी तुफानमा पनि उहाँको हातले हामीलाई समात्नु हुन्छ। हालेलुया। मैले पहिला गवाई बाँडिसक्यो होला। एउटा गवाई के बाँडेको थियो भन्दा एक्सिडेन्टको गवाई। अनि म धेरै वर्ष अगाडि मैले सुवाकोटमा सेवकाई गर्दै गर्दा एकचोटि एजीमा थियो। अनि एजीले कार्यक्रम गर्नको लागि दानमा बोलाएको थियो। अनि त्यतिखेर बस जाजरकोटबाट थोरै मात्रै जान्थ्यो। अनि थोरै बसमा पनि टन्न मान्छे हुन्थ्यो। बसभित्र बसेर पनि बसको छतमा पनि मान्छे बस्थ्यो है। अनि बसको छतमा बस्दै गर्दा बसको छतमा पनि बस्ने ठाउँ थिएन। अनि म पनि बसको छतमा चढेँ। झन् भित्र भूमिट हुन्थ्यो। बसको छतमा चढेर अगाडिको बसको टायरको सिधा माथि बसको टाउकोमा बसेर एक हातले समातिरहेको थिएँ। अनि जब म राकम भन्ने ठाउँ पुग्यो, त्यतिखेर माटोको ग्राभेल गरेको थियो। धुलो धुलो उडाउँदै एकदम स्पिड बढ्थ्यो। अनि एउटा मोडमा यस्तो बस मोडेको, बस चाहिँ यस्तो भयो, मेरो हात खस्केर म बसको छतबाट टाउको तल खुट्टा माथि भयो है। मलाई राम्रोसँग याद छ, मेरो टाउको मुनि खुट्टा चाहिँ माथि छ भन्ने कुरा याद छ। तर जब म जमिनमा परेँ नि, कुनै हल्का चिज अप्रो ठाउँमा फालेर बिस्तारै गरेर ट्याक्क बस्छ नि, त्यसै गरेर मैले दुई खुट्टा टेकेको। अलिकति ढिङ्गार चले जस्तो भन्ने एक हात टेकेर जुरुक्को उठ्यो, धुलो धुलो जाने, फेरि छतमा चढ्दै थियो। बस त पर गएर रोकेको थियो। मान्छे भने धुलो धुलो देख्नै देखेन है। धुलो धुलो मान्छे कहाँ खोस्या हो, कहाँ मान्छे खोज्दै जान्छ। म बसमा पुगेर माथि चढ्न लाग्यो। दुईजनाले समातेर भित्र लियो, सिट खाली गर्यो, यहाँ बस। कसैले आउँछ खुट्टा समात्छ, कसैले हात समात्छ, भकै केही पनि छैन। अनि एकजना बुढा बाजे आउनुभयो, तिम्रो दशा ठुलै छ, तिमी बच्यौ। दशाले बचेको होइन, मेरो परमेश्वरले बचाउनु। अनि त्यहाँनिर के भयो भन्दा मलाई ठ्याक्क वचन आयो है। के वचन आयो भने, स्वर्गदूतले तिमीलाई हात हात्दै थाम्दैछन्, तिम्रो खुट्टा ढुङ्गामा पनि ठोकिने छैन। हालेलुया। बचाउनुहुन्छ उहाँले। आमेन। बचाउने, यो यसलाई भन्छ पिताको प्रेम। उहाँको प्रेमदेखि कहिले पनि तर्केर नजानुहोस्। अनि अर्को छ स्वर्गीय बुवाको अनुशासन हाम्रो जीवनको आधार हो। अनुशासन है। तपाईँ समयमै फर्किनु भएन भने अनुशासन कडा आउँछ। फेरि परमेश्वरको दण्ड आयो भने नि, परमेश्वरको क्रोधमा पर्नु डरलाग्दो कुरा हो। परमेश्वरको क्रोधमा कोही पनि नपर्नुहोस्। परमेश्वरको क्रोध खन्निनुभन्दा अगाडि नै फर्केर आइजानुहोस्। आमेन। फर्केर आउनुहोस्, क्रोध पर्न नदिनुहोस्। ए समय छ त, आज परिवर्तन होला, आज यो कुरा छोडौँला, भोलि त्यो छोडौँला है। भोलिदेखि म नराम्रो बोल्न छोड्छु, भोलिदेखि पर्सिदेखि म नराम्रो, 1 वर्ष कतिले भन्छ म दशैं पछि म पूर्ण हुने परिवर्तन हुन्छु भन्छ। एकजना बहिनीलाई मैले सोधेँ, 17 वर्षको बहिनीलाई सोध्यो मैले, बत्तिसमा लिनुहुन्छ बहिनी भनेको। होइन, म 21 वर्षको भए म बत्तिसमा लिन्छु भन्नुभयो। अनि उहाँलाई भने सबै मानिस 21 वर्षसम्म 21 वर्ष पुग्दैन बहिनी भन्ने। सबै व्यक्ति 21 वर्षसम्म पुग्दैन। अनि तुरुन्तै 18 वर्षको उमेरमा उहाँले पुग्दै गएको। हालेलुया। तपाईँले भोलि र पर्सि भन्दैछौँ भने तपाईँले मेरो भोलि र पर्सि के हुन्छ कसैलाई पनि थाहा छैन। स्वर्गीय बुवाको प्रतिज्ञा नै तपाईँले मेरो जीवनको आधार हो। उहाँले भन्नुभएको छ, म तिमीलाई सम्हाल्नेछु, म तिमीलाई मार्गदर्शन गर्नेछु। भन्सँग 32:8 उहाँका वचनहरू स्थायी आधार हुन्। मानिसहरूका वचन भङ्ग हुन्छन्, तर परमेश्वरको वचन कहिले पनि भङ्ग हुँदैन। हालेलुया। परमेश्वर विश्वासयोग्य र साँचो हुन्छ। स्वर्गीय बुवा बिना हाम्रो जीवन असुरक्षित, दिनहीन र असफल हुन्छ। त्यसै कारण परमेश्वरसँग जोडिनुहोस्। उहाँले नै प्रेम र सुरक्षा र अनुशासनको प्रतिज्ञा
आगो आधार हो। यसैले जीवनको प्रत्येक पाइलामा उहाँलाई पिता भनेर विश्वासपूर्वक समात्नुहोस्। हालेलुया, हालेलुया। परमेश्वरलाई समात्नुहोस् जीवनको प्रत्येक पाइलाहरूमा। भन्नुहोस् त, जीवनको प्रत्येक पाइलाहरूमा परमेश्वरलाई समात्नुहोस्। कुनै कुरा समात्नको लागि के हुनुपर्छ? नजिक हुनुपर्छ। भन्नुहोस् त, कुनै कुरा समात्नलाई नजिक हुनुपर्छ। कि आकाशको फल आँखा तरी मर हुन्छ नि। यदि परमेश्वरले तपाईँलाई टाढा राख्नु भएको छ भने परमेश्वरलाई समात्न त प्रत्येक पाइलामा समात्नु पर्यो। परमेश्वरलाई आमेन, प्रत्येक पाइलामा समात्नु पर्यो। अब प्रत्येक पाइलामा परमेश्वरलाई समात्नको लागि परमेश्वर त कहाँ हुनु पर्यो? तपाईँको नजिक हुनु पर्यो। अब टाढाको परमेश्वरलाई प्रत्येक पाइलामा समात्न सकिन्छ? शनिबार सङ्गतिमा समात्न सकिन्छ। यही हुनुहुन्छ, यति मात्रै थाहा छ हामीलाई। शनिबारको दिन मण्डलीभित्र मात्रै बस्ने परमेश्वर होइन, तपाईँको पाइला पाइलामा उपस्थित हुने परमेश्वर हो। आमेन, आमेन, हालेलुया। त्यसै कारण के भन्नुहुन्छ? तिम्रो बोलीको पनि लेखा लेखिनेछ। सबैभन्दा पवित्र धर्मी असल कहाँ हुन्छ? हामी शनिबारकै दिन हुन्छ है। जय मसीह है। कति राम्रो बोली पनि यही बोली 6 दिन पनि हुनुपर्छ। आमेन, आमेन। शनिबारको दिनमा जय मसीह धन्यवाद, आउनुभयो, खानुभयो, बस्नुभयो, अनि अरू दिनभरि तैँले त के गरिस्, यसलाई त म कुर्दिन्छु, यसलाई त म मारिदिन्छु, यसलाई त म ढालिदिन्छु भन्यो भने के हुन्छ? त्यही हो विश्वासको पितासँग जोडिएको जीवन। हामी अन्त्यतिर छौँ, तर हामी प्रार्थना चाहिँ केही समय गर्नुपर्छ ल। हामी पितासँग परमेश्वरसँग जोडिने यहीबाट हामी प्र्याक्टिस गर्छौँ। हालेलुया।